नमस्ते सबैजनालाई। आज म घरमै चाउमिन बनाउन लागेको छु, एकदमै सजिलो तरिकाबाट। त्यसको लागि हामीले एउटा प्यानमा तेल तताउने र त्यो तेल तातेपछि चना र चिकन हालेर मजाले एकछिन भुट्ने र त्यो भुटेपछि स्प्राउट्स तपाईँहरूसँग छ भने स्प्राउट्स हाल्ने, प्याज हाल्ने, क्याप्सिकम हाल्ने र फेरि एकछिन मजाले पाक्ने गरेर एकछिन भुट्नुपर्छ। त्यसपछि नुन, बेसार र मसला हालेर एकछिन चलाउने र त्यो चलाइसकेपछि हामीले त्यसमा हरियो धनियाँ, प्याजको पत्ता हालेर थोरै सोया सस पनि हाल्छौँ र क्यारट्स हालेर मजाले चलाउँछौँ। र त्यो एकछिन पाकेपछि त्यसमा हामीले अघि उमालेर राखेको नुडल्स पनि हाल्छौँ र त्यो नुडल्स हालिसकेपछि हामीले एकछिन त्यसलाई मिक्स गर्नुपर्ने हुन्छ। त्यो मजाले मिक्स गरेर सबै मरमसलाहरू त्यो नुडल्समा सबै मरमसलाहरू मिक्स होस् अनि त्यसपछि हाम्रो नुडल्स रेडी हुन्छ। र यसरी बनाएको नुडल्स पनि एकदम मिठो हुन्छ। हामीले यसमा अजिनामोटो अथवा टेस्टिङ सल्ट हालेको छैनौँ। यसरी पकाउँदा पनि हाम्रो रेस्टुरेन्टको जस्तै स्वाद आएर मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ। नमस्ते।